कोबले चाहिँ नि यहाँतिर घाँस काट्न आएको छन्। ल गाइजहरु मेरो सबसे सानो भटिजको नाम के हो रे? छिरिङ। यतैबाट परिचय गर्नु पर्यो। छिरिङ के हो? योन्जन। हो छिरिङ योन्जन। ल हामी चाहिँ आज यतातिर घाँस काट्न आइरा छौं। त्यसमाथि यहाँ हाम्रो बडा छोटे लाल छिरिङले पनि यहाँ एक भारी घाँस काट्छे गाइजहरु। ओ यतातिर एकजना, दुईजना, तीनजना, चारजना अनि यता मेन ओ यहाँ मेन चाहिँ यता छ है गाइजहरु। मेन यता छ। अब एकैछिनमा 5-10 मिनेटमा अब यसको काम सक्नेवाला छ। अब हेरेर धैर्य गरौँ। के गर्छ छिरिङ? ल छिरिङको तर्फबाट केही भन्नु छ छिरिङ? मेरो तर्फबाट हैन यो भ्यूमा चाहिँ धेरै लाइक आउनु पर्यो। अरु पनि केही छ कि? अनि सब्स्क्राइब पनि 7000 ओन्ली 7000 ल त्यति चाहिँ हुनु पर्यो है। अनि कस्तो लागिरहेछ त छिरिङले आज यसो अब यताबाट भ्यू हेरे हैन त कस्तो लाग्यो भ्यूहरु? राम्रै लाग्यो। ओहो ओइ ल ल अब यो रुख ढलेको हेरौँ है त छिरिङ। यो चाहिँ ऊ यो छोटे लाले काटेको हो। मान्छे चाहिँ यहाँ छ, रुख चाहिँ त्यहाँ काटिरहेछ। जियोस् हालदिन नकाटे नि मुखले काटिरहेछ हैन। ल हेरौँ कसरी चाहिँ लडाउँदो रहेछ है। हेरेको यहाँ भिडियो हेर्नुपर्छ है। डङ्ग ढालेको ल ल ल यहाँ तिमी गर सक्दैन नसल्छ त्यहाँ अङ्कलले त्यहाँ टक्क माथि रुख सुख ढलेको सब देखाउने हो त्यहाँ बोल्ने खोइ त। अब चाहिँ रुख ढल्न लागिरहेछ हेर्दै जानुस्। अब मेरो अङ्कल चाहिँ फेरि ढल्न गइरहेछ। अब अर्को अङ्कल चाहिँ फेरि यता बस्ने भएर हेर्नु भइरहेछ। हेर्नुहोस् अब यो रुख ढल्न धेरै टाइम छैन, एकैछिनमा झरिहाल्छ। हेर्नुहोस् यो चाहिँ मैले काटेको यति धेरै, मलाई पनि काट्न आउँछ घाँस। यति टप छ हेरे गाइजहरु। हाम्रो गाउँ चाहिँ यस्तो हो। यो चाहिँ हाम्रो गाउँको भ्यू हो। यो चाहिँ एउटा हाम्रो हाम्रो चाहिँ लड्न लागिरहेछ। अब एकचोटि काट्ने बित्तिकै लड्छ ब्ल्याक त। यी काटिरहनुहुन्छ। यो चाहिँ हाम्रो आकाशको भ्यू हो। हाम्रो आकाशको भ्यू पनि राम्रै आउँछ। अनि यता चाहिँ अब यो रुख ढल्छ हेर्दै जानुहोस् कसरी ढल्दो रहेछ। अनि आफेन चाहिँ भित्र यहाँ हेर्न आइरहेछ। अनिसम्म लड्छ आफेन। अब फेरि अङ्कल फेरि यो रुख ढल्नलाई पुरै कोसिस गरिरहेछ। पुरै कोसिस। अब यहाँ चाहिँ काम हुँदैछ। त्यति बेला म तपाईँलाई एउटा भ्यू देखाउँछु। मेरो बाबा चाहिँ घाँस काटिरहेछ। यो चाहिँ आमा पनि घाँस काट्नु भइरहेछ। अनि आन्टी चाहिँ माथि गएर घाँस काट्नु भएको छ। अनि आफै चाहिँ अघि घाँस काट्नु भएको थियो। फेरि रुख काट्न जानुभयो। दुईवटा लाइन भैँसी छन्। अनि तपाईँले म एउटा चिज देखाउनु गइरहेको। यो चाहिँ मेरो गाउँ हो। तेरो घर कुन हो? मेरो घर छैन यहाँ कहाँ पो थियो के उ त हो मेरो अहिले पुर्खौली घर चाहिँ यहाँ हो। जन्म घर चाहिँ काठमाडौँ भक्तपुर भन्न। यो चाहिँ मेरो गाउँ हो। घर हो। म चाहिँ त्यहाँबाट यता आएर म चाहिँ भ्यू बनाउन लागेको हो। राम्रै छ, धेरै नराम्रो कुरै छैन। यो टप चाहिँ छ। अब चाहिँ झर्न लागेको छ। हेर्दै जानुहोस् यो कसो झर्दा रहेछ। आज पनि मैले फर्स्ट टाइम हेर्न गइरहेको थिएँ। त्यस्तो कारणले गर्दा म हेर्न आएको थिएँ। पहाडको भ्यू अलि राम्रै छ, नराम्रो चाहिँ नभनौँ।
यो चाहिँ हाम्रो एउटा भ्यू हो। सर्कै छ हाम्रो गाउँ भन्न। यो चाहिँ हाम्रो गाउँ धेरै राम्रो हो। सर्कै छ। यता त हाम्रो यता मजा आउँछ धेरै। आले आले खोइ यता यता ए त्यहाँ राखौँ म त्यता। अब काट्न अब यो भात छ हेर्दै जानुहोस्। यो टप हेर्दै जानुहोस्। तपाईँ अलिअलि भ्यू पनि देखाउँछु म तपाईँहरूलाई। खसीको सुकुटीको लागि दाउरा अब हामी चाहिँ सुकुटी पल्नको लागि हो। तर यो खासमा गाई हाम्रो घरमा त अझै सुकुटी छ तर डन्डी पुगेन। त्यसको कारण गर्दा यो रुखबाट डन्डी बजाउन नि अनि एउटा घाँस छ त्यो भैँसीलाई पनि दिनुपर्छ। गाईहरू यता हाम्रो गाउँमा त यस्तो हालत छ के गरौँ। हेर्नुहोस् अब यो भाटिन्छ। राम्रो त राम्रै हो तर बनाउनु पर्छ। त्यसको बनाउँदाखेरि हालत खराब हुन्छ। त्यसको कारण हेर्नुहोस् रुख कस्तो हालत खराब भइरहेछ। बाँसबाट के बनाउँदाखेरि कस्तो हालत खराब हुन्छ। त्यो पछाडिबाट राम्रो भ्यू छ हेर्नुहोस्। राम्रो भ्यू छ पहाड। पहाड अब यो लड्छ गाईचरो हेर्दै जानुहोस्। लड्न लागिरह अब हेर्नुहोस्। लड्यो लाडो गाईहरू लड्यो गाईहरू। अब हेर्दै जानुहोस् यति हेर्ने। अब यो टुक्रा टुक्रा हुँदैछ भने टुक्रा म तपाईँले तल गएर देखाउँछु है। कसरी ढल्यो अब कसरी ढल्यो कत्रो छ सब देखाल्नु। अब यहाँ कतिवटा टुक्रा पार्ने टुक्रा पार्ने त भन्नु न पहिला। हामी यहाँ तल झरिरहेको। यो चाहिँ हाम्रो बाटो हाम्रो सानो बाटो हो हेर्नुहोस्। कति ठुलै छ तर सानो भनौँ न। यो कतिजनाले बोक्नु सक्छ त्यो पनि भन्नु। यो कतिजनाले बोक्नु सक्छ है। कतिजना 4-5 जना त लागिहाल्छ होला है। त्यति त नर्मली लागिहाल्छ। कि म एक्लै बोक्न सक्ला हो यो त? हैन म एक्लै सक्दैन यो। यति लामो हो। कति टुक्रा पार्ने? त्यस्तै ठिक्क सिंगै बोकेर लाने हो यो म एक्लै। सिंगै अनि घर गएर काटे। ए चाहिँ हामीले यत्रो लामो हो। यसको सक्छ हो र। यता चाहिँ हाम्रो एउटा भ्यू छ राम्रो राम्रो। तपाईँलाई म हाम्रो गाउँ अघि नै देखिरहेको थिएँ। तर यो चाहिँ एउटा त्यहाँ चाहिँ यो लड्यो भने म पनि गिल्दिन्छु। गाईहरू अब बाँकी भनेको उता लगेर दाउरा लगेर मासु पोलेर खाएकोमा देखाउँछु भने। तर के आयो भ्लग बनाउँदा टाइमर सुरु भयो। त्यस्तो त हुनु भएन भने त्यस्तो हुनु पऱ्यो नि गर्दा भ्लग बनाउँदा। हेलो गाइज भन्दा